साथीहरू, नेपाल जगतकी चर्चित नायिका विपना थापाको डिभोर्स भएको हो त अथवा के चलिरहेको छ उनको श्रीमानसँग उनको सम्बन्ध बारेमा यो विषयमा आज हामी तपाईहरुमाझ कुरा गर्न गइरहेका छौं। त्योभन्दा पहिला म तपाईहरुलाई उनको एउटा सानो बायोग्राफी दिन गइरहेको छु। विक्रम सम्वत 2034 साउन 31 गते उनको काठमाडौँमा जन्म भएको थियो साथीहरू। उनी एकदमै कला क्षेत्रमा लगनशील अथवा रुचि राख्ने गर्दथिन्। उनी 14 वर्षको हुँदा नै उनले नेपाली मुभी जन्मभूमि मार्फत नेपाल चलचित्रमा उनले डेब्यु गरिन् र उनले सफलता पनि प्राप्त गरिन् र उनले आफ्नो सोही मुभीबाट एउटा चिर परिचित आफ्नो अनुहार बनाइन् र उनले त्यससँगै उनको मुभी जीवन अगाडि बढ्यो। त्यसमा नै उनले धेरै चर्चित मुभीहरूमा पनि काम गरिन्, जसमध्ये मामा भान्जा, मितिनी, आगो, मुगलान, शहीद भेट इत्यादि मुभीहरू उनका एकदम सुपरहिट मुभीहरू रहेका छन् साथीहरू। त्यससँगै उनले 111 टोटल नेपाली चलचित्रमा काम गरेकी छिन्। अब म तपाईहरुलाई उनको विवाह सम्बन्धी अथवा उनको पतिसँगको सम्बन्ध सम्बन्धी म तपाईहरुलाई केही जानकारी दिन गइरहेको छु। कुनै टाइममा साथीहरू जब मुभीको सुटिङ गर्ने क्रममा उनी नेपाल मेडिकल कलेजमा सुटिङको लागि गएकी थिइन्। त्यहाँ धेरै नै लामो टाइम उनको बित्यो सुटिङको टाइममा। त्यस टाइममा उनीसँग आशुतोष भारद्वाजसँग भेट भयो। उनीहरूको भेटघाट लगभग भयो अनि उनीहरूको एउटा प्रेम सम्बन्ध त्यहीबाट बस्न पुग्यो र उनीहरू त्यही टाइमबाट नै प्रेममा रहे साथीहरू। अनि उनीहरूको प्रेम निकै निकटता बढ्दै गयो अनि उनीहरूले घर फ्यामिलीको सहयोगमा नै 2004 मा उनीहरूले प्रेमलाई विवाहमा परिणत गरे र उनीहरू एक फ्यामिली हाँसी-खुसी रहन पुगे। अनि त्यसपछि उनी इन्डियामै बसोबास गर्दै आइन् र उनी त्योदेखि जब उनीको विवाह भयो अनि उनी फिल्म क्षेत्रबाट अलिकति टाढा भइन् र उनी नेपाली चलचित्र क्षेत्रदेखि नै टाढा अलिकति हराइन्। अनि त्यसपछि अहिले लगभग तपाईको 15-16 वर्षपछि उनी एकाएक चर्चामा आइन्, किनभने उनका श्रीमानले उनलाई डिभोर्स भइसक्यो, यो मेरो स्वास्नी होइन, यस्तै विभिन्न एउटा भनौँ न लान्छनाहरू लगाएर फेसबुकमा स्ट्याटस राखे अनि उनी एक्कासी चर्चामा आइन् अनि उनी विवादमा परिन् साथीहरू। अनि जब त्यो कुरा चलेपछि फेरि उनका श्रीमानले उनलाई आशुतोषले उनलाई मलाई ज्यान मार्ने धम्की विपना थापाबाट आएको छ भनेर पनि हाले फेसबुकमा साथीहरू स्ट्याटस फेरि डिलिट गरे, फेरि हाल्छ, फेरि डिलिट गरे, यस्तै चलिरहेको थियो। अनि उनी जब काठमाडौँ थिइन् त्यो टाइममा साथीहरू, जब उनी जाँदा उनले लाइभमा भनिन्, उनको आफ्नो स्पष्टीकरण दिइन्। उनले भनिन् उनको तर्फबाट सुन्नुपर्दा उनका श्रीमान डिप्रेसनमा अथवा ड्रग्स खाएर डिप्रेसनको गोली पनि खाइरहेका त्यही अवस्थामा उनले यो स्ट्याटस रहेको त्यस्तो केही छैन भनेर उनले स्पष्टीकरण पनि दिएकी छिन् साथीहरू। यसमा के कति सत्य कुरा हो, के हो, उनको डिभोर्स भइसक्यो कि भएको छैन, भित्री कुरो चाहिँ कसैलाई पनि थाहा छैन, उनले खुलाएकै पनि छैनन्। हामी यसमा तपाईहरुलाई जब केही नयाँ कुरा आउँछ तपाईहरुलाई हामी यसमा जानकारी गराइहाल्नेछौँ साथीहरू। त्यही हो, सकेसम्म त उनीहरूको जिन्दगी राम्रोसँग चलोस्, हाँसी-खुसी बिताउन्। उनीहरूको एक छोरा पनि छ साथीहरू हैन, परिवार भएको मान्छे किन डिभोर्स गर्ने? त्यसैले सकेसम्म उनीहरूको राम्रै होस्। त्यही पनि हेरौँ के हुन्छ, के चलिरहेको छ भित्र, त्यो कसैलाई पनि थाहा छैन। एउटा बाहिर चाहिँ न्युज च्यानलहरू, आजभोलि न्युज च्यानलहरूको आतङ्क भनौँ न, तपाईँहरू भ्युज पाउनको लागि अथवा जे पनि न्युजहरू हालिदिने, उनीहरू चाहिँ डिभोर्स भइसक्यो यता होइन धेरै समाचारहरू बनाइरहेको देखिन्छ, तर त्यो चाहिँ सबै झुट्टा हो। अहिलेसम्म भित्री कुरो चाहिँ कसैलाई पनि थाहा छैन साथीहरू। जब उनका श्रीमान र उनले नै
भनेपछि अनि थाहा हुने यो डिभोर्स भयो कि के भयो। यो चाहिँ सबै हल्ला मात्रै हो। त्यही भएर केही कुरा आयो भने हामी तपाईँहरूलाई जानकारी बनाउनेछौँ। ल हामीलाई सुनिदिनु भयो।